राष्ट्रिय स्वतन्त्रता पार्टी रासपाका सहमहामन्त्री पदको समेत जिम्मेवारीमा रहेकी सांसद सुमना श्रेष्ठको राजीनामाले भूकम्प गएको छ। यसका पराकम्पन र बाछिठाहरू देख्न सुरु भएका छन्। एक व्यक्ति एक पदको सुमनाको प्रस्तावसहितको राजीनामाले कार्यवाहक सभापति डीपी अर्याल सहितका नेता नैतिक धरातलमा कमजोर बन्न सक्ने आधार देखिएका छन्। यसबाहेक रासपाको महाधिवेशन पनि धकिलिएको प्रकरण चाखलाग्दो र उत्सुकता सहितको छ। सुमनाले राजीनामा दिनुको मुख्य कारणहरू यस्ता छन्। श्रेष्ठले आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिका सीमित हुन चाहेको बताएकी छिन्। पार्टीको मुभमेन्ट गर्ने जिम्मा अरूलाई दिन चाहेको पनि बताएकी छिन्। श्रेष्ठले राजकीय तथा व्यवस्थापकीय जिम्मेवारीको पाटो एक किसिमको अनि पार्टीको अभियानकारी जिम्मेवारी दोस्रो किसिमको भएको भन्दै यसमा अब भिन्नता ल्याउनु पर्ने सिक्नुपर्ने उल्लेख गरेकी छिन्। सार्वजनिक नीति निर्माणमा भूमिका खेल्ने सांसदले पार्टीको समेत पद ओगर्दा राम्रो सन्देश नजाने उनको तर्क छ। पार्टीमा उनले बुझाएको प्रस्तावमा अर्को कुनै सक्षम व्यक्तिलाई ल्याउनका लागि ढोका खोलिनुपर्ने उल्लेख छ। उनले आफ्नो विषय व्यक्तिगत नभई सैद्धान्तिक कोणबाट हेर्नुपर्ने भन्दै दुई महत्त्वपूर्ण जिम्मेवारी एक व्यक्तिले लिनु अमानवीय हिसाबले समेत उचित नहुने उल्लेख गरेकी छिन्। यद्यपि यसअघि शिक्षा मन्त्री हुँदा समेत श्रेष्ठ सहमहामन्त्री पदमा भने बाल नै थिइन्। पार्टी सभापति र रवि लामिछाने त्यसबेला उपप्रधान तथा गृहमन्त्री थिए। श्रम मन्त्री डीपी अर्याल पार्टीको उपसभापति छँदै थिए। यद्यपि श्रेष्ठले त्यस बेला समेत एक व्यक्ति एक पदको बहस चर्चामै रहेको भन्दै अब पार्टीमा यसको कार्यान्वयन प्रक्रिया अघि बढाउनु पर्ने बताएकी छिन्। नत्र रासपा अरू पार्टी जस्तै बन्न जाने उनको भनाइ छ। सुमना श्रेष्ठको यो प्रस्तावबारे रासपाभित्र कोण प्रतिकोणबाट छलफल चलिरहेको छ। केहीले श्रेष्ठले आफूलाई भन्दै आएको विषय अघि बढाएका भनेका छन् भने यसअघि रवि लामिछाने 17 चैतमा पार्टी सभापति पुनः बहाली हुने निर्णय भएकै दिन श्रेष्ठले राजीनामा दिने प्रस्ताव लगेकी थिइन्। लामिछानेले पार्टीको मान्यता एक व्यक्ति एक पद नै भए पनि अहिले यसलाई केही समय थाँती राख्दा समर्थकको बलियो सन्देश जान सक्ने भएकाले पुनर्विचार गर्न सुझाव दिएका थिए। यता रासपाको केन्द्रीय समिति बैठकमा आफूले सहमहामन्त्री पदबाट राजीनामा दिने बारे सुमना श्रेष्ठले जानकारी गराएकी थिइन्। श्रेष्ठले आफूले दिएको राजीनामा बारे जानकारी गराएका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। यसबारे आवश्यक छलफल गरेर प्रक्रियागत रूपमा अगाडि बढाउने कुरा कार्यवाहक सभापति डीपी अर्यालले बैठकमा बताएको छन्। अर्कातिर रासपाको केन्द्रीय समिति बैठकमा सामाजिक सञ्जालमा पार्टी समर्थकहरूले प्रस्तुत गरेको अराजक गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेको छ। बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले पार्टीको छवि र साखलाई नोक्सान गर्ने खालको गतिविधिबाट टाढा रहने सचेत रहनु पनि बताएका छन्।